गाइज नमस्ते तो सब वाट्सएप गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग भन्दा पनि अब 11 बजिसकेको छ अहिलेको रातिको टाइम हेर्नु पर्दा चाहिँ अहिले 11 बजिसकेको छ। सो मलाई चाहिँ निद लागेन, हल्का हल्का आँखा निद छ, 5-6 मिनट जति सुत्यो भने त्यसपछि निद लागेन। त्यसपछि एकछिन गीत गाउँदै ऐनामा हेरेर गीत गाउँदै प्र्याक्टिस गरेको छु। आइडी प्र्याक्टिस। सो म खाली बसेको त छैन अझै पनि। सो केही प्र्याक्टिस चलिरहेको छ मेरो चाहिँ कामको लागि। एन्ड अरू त त्यही हो, बिहा अनि भर्खर खाना खाएर अनि भर्खर भिडियो बनाएर युट्युबमा राखेको थिएँ। अब यो भिडियो त सायद यो मैले राख्दिनँ होला, त्यही पनि यदि राख्यो भने चाहिँ यही यो भिडियो डे 5को आज यो चाहिँ डे 5को अझै डे 5 चले छैन मेरो, अझै चले छैन किनकि अझै 12 बजे छैन भनेपछि मैले 12 बजेपछि भिडियो बनाए बाबर मात्र डे 5 हुन्थ्यो। त्यही भएर चाहिँ अब यो भिडियो मानिन्न, युट्युबमा मैले राख्दिनँ। सो द्याट्स वाइ राख्न पनि पाएँ, मलाई थाहा छैन, तर नराखे पनि यो मैले डे 5को च्यालेन्ज मान्दिनँ यसलाई। मैले डे 5 भनेको डे 5मा चाहिँ सुट गर्छु मैले 5 मिनटको भ्लग। मैले यत्तिकै पनि भनेर पनि कटाइदिन्छु, मलाई केही टेन्सन छैन त्यसको लागि। सो त्यसको लागि केही पनि टेन्सन छैन। अब टक्क लाएर अब जान्छु पानीपुरी खाने। पानीपुरी खाएको पनि के देख्यो भने पानीपुरी खाएपछि चाहिँ भेटिन्छु। पानीपुरी खाने, पानीपुरी खाएको पनि के देख्यो भने यार होइन र, पानीपुरी खाएपछि चाहिँ भेटिन्छु। हस्, लभ यु भन्ने गरेर पानीपुरी छैन 11 बजे मलाई कहिले पानीपुरी ल्याइदिन्छ भने कस्तो उल्लु बनाइदिन्छु मैले फेरि। तपाईँ उल्लु हुनुहुन्छ फेरि, तपाईँ मैले उल्लु बनाइदिन्छु यार। ओके, अब पानीपुरी खाएर भेटिन्छ हस् ल। अझ पत्ता आएको थिएन नि हेरिरहेको, कहाँ पानीपुरी खानु। पानीपुरी खानु त स्कुलमा कसले पानीपुरी ल्याइदिन्छ क्लासमा गफारेको। पानीपुरी खाइन्न, अब त सिधै बोतलतिर गएर पानीपुरी। यहाँ आउँदै एक त पाइन्न क्या, पाइन्छ क्या पानीपुरी त अन्त पाइन्छ तलतिर पाइन्छ। खाएछु भने देखाएँ हामीलाई दिउँसोतिर, खाएको त देखाउन्न, एउटा खाएको देख्छु त्यसपछि मैले एक्लै खान्छु नदेखाइकन लुकेर टक्क है। हेर्न मेरो कस्तो भर्खर मेरो एक्लै बोलेको आयो नि यहाँ सेल्फ टक। यता यहाँ मान्छे कोही पनि छैन भर्खर चाहिँ। यो चाहिँ मैले भिडियो युट्युबमा राख्ने भएँ जसरी भए पनि, ल राख्दिनँ भनेको थिएँ र निक्लिने भयो यो मेरो भिडियो युट्युबमा। कस्तो खालको मुटुबाट म त मेरो मनबाट निस्किराख्यो कि यिनी सबै प्रत्येक बोल्ने शब्दहरू कहीँ कुचिराख्यो भनेदेखि कहीँलाई ढोकिदिइराख्यो फेरि ल। सो अब पानीपुरी फेरि पानीपुरी कति बजेर पानीपुरी अनि भयो यार, 11 बजेर 7 गयो, रातिको 11 बजिसक्यो यार। मैले छिटो 5:30 बजेको अलार्म लाग्यो। अब गीत सुनेर सुत्ने भनेको फेरि सुशान्त केसी गीत बज्यो, साथी भने फेरि तिमी ए साथी तिमी कहाँ छौ भन, त्यो गीत बज्यो। त्यसपछि निदै भागो क्या। त्यही बारे सोचेँ कि अब म अहिले त 11मा पढ्छु नि, अब 1-2 महिनापछि म 12मा जान्छु। अहिले चाहिँ आज कति गते, वैशाखको आज 23 गते हो क्या। 23 गते नै आज यस आज 23 गते हो। अब अबको 1 महिना ठ्याक्कै 1 महिनापछि हाम्रो जेठको 23 गते इक्जाम छ 11th को फाइनल इक्जाम। त्यसपछि म 12th मा जान्छु। 12th पछि त साथी सबै बाहिरिन्छ नि त, त्यही भएर मैले चाहिँ त्यही गीत सोचिरहेको रहेछु कि त्यसपछि सोच्दै चाहिँ अब साथी कोही पनि हुन्न, त्यसको 10 वर्षपछि साथीहरूको कहाँ होला म कहाँ होला भन्ने सोचेको थियो दिमागमा। त्यही भएर चाहिँ बढी सोच्दा निद भागिसक्यो। एकैछिन सुत्दै फेरि झसङ्ग जागेँ। त्यसपछि के गरौँ भन्ने भयो त गीत बन्द गरेर गीत एकछिन एक्लै गाएँ। त्यसपछि गीत अन गरेँ, त्यो सुशान्त केसीको अनि फेरि अरिजित सिंहको अनि सुजन चापागाईको सबैको गीत गाएर कम्प्लिट भएर बसिसकेको छु। अब आउँदा टक्क सुत्ने बेला भइसक्यो। खुट्टा गलेर टमाटरको अचार, गोलमाडाको अचार हुन्छ नि, गोलमाडाको अचार खाएको खुट्टा सुट्टा दुखेर कट भयो क्या नि। यो जब मलाई यो अझै त म त बल्ल 18 वर्षको हुन्छु अब जेठको 15 गते। आज कति हो, वैशाखको 23 भनेपछि अझै छन् 16, 17, 24, 25 दिन छन् मेरो बर्थडे आउनला, अझै बर्थडे आउनला। त्यही पनि अब बल्ल त 18 वर्षको, त्यही पनि मलाई जब ढाड दुख्छ काम गरेर आएर थाक्छु नि, अनि फेरि जब ढाड दुख्छ खुट्टा दुख्छ त्यतिखेर मलाई आफ्नो बुढीको याद आउँछ कहाँ होली भनेर। के भन्ने ढाड मालिस गरिदिनु कस्तो लास्टै खुट्टा मार्न मलाई झ्याउ लाग्छ यार, ढाड मालिस गर्न झ्याउ लाग्छ। ढाड कस्तो नराम्रो दुख्छ मेरो अहिलेबाट, जो सानैबाट घोप्टी परेर काम गरिरहेर सानैदेखि बढार्ने लिप्ने खानासाना बनाउने गरेर त्यो सानैदेखि घोप्टी परिराख्ने काम परिरहेर चाहिँ मेरो ढाडको रोगी छु अलि हल्का फुल्का। सो यो सेल्फ टक भन्ने यति भन्ने चाहिँ मेरो बवाल गरिदियो है। सो यसलाई मैले चाहिँ डे 5को भिडियो मान्ने भएँ टोटल्ली। ल केही भने कसैले हेर्न त हेर्दैन, आई नो केही छैन, मलाई बाल फरक होइन। अब सोटक यसलाई चाहिँ मैले 10 मिनटसम्म लान सक्छु भिडियो लामो त अब होइन। कति छिटो चार्ज झन् भर्खर 68 थियो 66मा झरिसकेको छ। के गर्नु, मैले एकछिन बनाउँछु, अझै 5 मिनट बनाउँछु भिडियो, 10 मिनटको बनाइदिन्छु र युट्युबमा राखिदिन्छु, टक्क छोडिदिन्छु। अब सुत्छु एकछिन भिडियो सुट गर्ने बित्तिकै सायद पानी खाएर मुतेर सुत्छु। पानी खाइहाल मैले चाहिँ होइन।
सो अब यताउति गर्दाखेरि अब 12 बज्छ होला सायद आज गीत सुन्दाखेरि। गीत सुनेर पनि सुत्छु, सुत्ने बेला चाहिँ म सधैँ पनि। अरू बेला धेरै दिन भयो थियो गीत सुनेर नसुतेको, अब सुत्छु। अब निद सिद लाग्छ होला, पढ्न नपढेका 11मा आएपछि मैले किताब खोलेको छैन, मेरो किताब अझै स्टिल भर्जिनै छन्। सो अब जस्तो छ त्यस्तै फर्काइदिने हो, पास भइन्छ अनि भइन्छ। अब एजुकेसन ल्याएको 10को 10मा राम्रोसित एउटा विषय पनि नलागिकन ब्याक नलागिकन पास भएको मान्छेले एजुकेसन लिएर म कस्तो बुद्धु हुम्ला। मैले कमर्स लिनु पर्ने अहिले पछि त लगाइराखेँ। केही पनि पास भएछु भने 12मा जान्छु, नभए केही छैन। 10मा 11मा फेरि फर्म भर्छु र फेरि कमर्स लिन्छु। मलाई टेन्सन छैन फ्युचरको बारे होइन। मैले चाहिँ आई वान्ट टु ब्लग फर युट्युब, फर आई लभ टु मेक भिडियोज। सो आई लभ च्यालेन्जेस टु मेक। सो त्यही हो, अब मेरो त्यस्तै हो। मैले जति गरे पनि इङ्ग्लिस जान्दिनँ, हल्का फुल्का आउँछ मलाई, राम्रोसँग फ्लुएन्टली बोल्न आउँछ, हल्का फुल्का यत्तिकै नर्मल टक्क लागिहाल्छ। तर अहिले किन निस्केन मलाई बाल, मतलब त्यसको लागि फरक पर्दैन मलाई। चार्ज कति हो कि यार, 66 छ अझै पनि। सो चार्ज घटेको छैन, आई डोन्ट केयर अबाउट इट। र स्विच अफ भयो हुन्छ, मलाई एकछिन 10 मिनटको ब्लग मैले पुरा गरेँ नि, त्यसपछि म सुत्दिन्छु। अनि फेरि अब टक्क बिहान उठ्नुपर्छ, हल्का फुल्का काम छ। हल्का फुल्का नै धेरै जस्तो काम। भोलि चाहिँ टमाटर अब खाना खाएर त यस्तो शरीर दुखिराख्यो, मलाई बुढीको याद आइरहेको यतिर। बुढीको याद नआउनको लागि भए पनि मैले टमाटर काटेर सुकाएर पछि चटनी खान हुन्छ। चटनी खाएर चाहिँ मलाई यतिको भएको, त्यही पनि सुकाएपछि त्यस्तो हुन्न। सो मैले चाहिँ यसरी क्यारी बोल्न सक्यो, मलाई थाहा छैन, मलाई पनि थाहा छैन। सो त्यही भएर अब 7 मिनट हुन लागिसकेको छ। मलाई टाइम हेरिराखेँ, मैले टाइम के लगाइरहेको मलाई पनि थाहा छैन। सो अब ओहो वाट्सएप गाइज, नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ भन्ने गर 10 मिनटमा 3-3चोटि स्वागत गर्छु। के भन्ने यस्तै छ पारा, जहाँ पनि सुरु हुन्छु म, मलाई बाल मतलबहरूको। सो अब यो 10 मिनट पुरा गर्छ ब्लग सुट, त्यसपछि 10 मिनट त हेर्न पऱ्यो फेरि। त्यो बोलेर मात्र पनि भएन, कस्तो छ हेर्न पनि पऱ्यो। सो मैले हेर्छु अनि फेरि एकछिन सुट गर्छु, ब्लग सुट गरिराखेको छु। सुट त के ब्लग पनि के भन्ने यार, बसी ब्लग भन्छ र यसलाई। सो केही पनि छैन अरू देखाउनको लागि। अब यही मेरो रुम, जति गरे पनि अब एक्लै बहुला अझै बोलिराखेको, अरू सुतेर मस्त निदमा होला। म बोली गरेको, अब निद पनि छ आँखामा, निद पनि छ छनलाई। के भन्ने यार, अब यति सुस्तो बोल्ने भने अलि चर्को बोल्ने। यो भयो जुन यो भिडियो बनाइराखेँ, यसलाई मैले राम्रोसँग अब्जर्भ गरेर हेर्छु। त्यसपछि टक्क लगाएर भिडियो सिडियो बनाइदिन्छु। भिडियो सिडियो बनाएर कुन के गल्ती भयो यो ब्लगमा चाहिँ, ब्लग भन्दा पनि अब के भन्ने, अब यसलाई मैले केही भन्न मिल्दैन। त्यही भिडियो 10 मिनटको बनाइदिन्छु, जहिले पनि 5 मिनटको बनाएको थिएँ, 10 मिनटको बनाइदिएको, केही छैन, ठिक छ। अब भिडियोमा टक्क यो राखिदिन्छु। भोलि बिहान 7-8 बजीतिर आउँछ होला। कसैले पनि हेर्न मलाई थाहा, त्यही पनि मेरो लागि भए पनि मैले पछि हेर्छु। यो चाहिँ मैले कस्तो बनाउँथेँ भन्ने थाहा हुन्छ, नस्टाल्जिया फिल गर्नको लागि। केही छैन। सो आजको ब्लग चाहिँ मेरो बहुत कुनै कुरा बहुत मस्त लाग्यो कि आजको मेरो ब्लग फेरि ब्लग भन्न आइराखेँ। केही छैन, जस्तो जे भने पनि मेरो यो भिडियो सुट गरिरहेको होइन। यो सेल्फ टक, यसले आउँछ सायद सेल्फ टक। एक्लै छु, रुममा कोही पनि छैन होइन, मसित बोल्नको लागि हजुर मात्र। हजुरभन्दा पनि क्यामेरा छ मेरो अगाडि, हजुरै हुन्छ जो देख्नु भयो। कसैले हेर्न त पनि थाहा फेरि, कसले पो हेर्ला र यार, कसैले पनि हेर्दैन, ठिक छ, केही छैन, नहेरे पनि होइन र। हेरे पार दुनियाँमा चिनिन्छु, नहेरे पार कुनै कुनामा, ठिक छ, केही छैन। सो विमल थियो अरे भन्ने हुन्छ, थियो भन्ने त गरौँ न मैले। ल केही नभए पनि 1000जनाले त मलाई चिन्छन्, 1000 सब्सक्राइबर त मैले पुरारै छोड्ने। मैले के युट्युब च्यानल खोल्छु अर्को मोबाइलबाट, सिम नयाँ खोलेर। यो चाहिँ मैले सेल्फ टकको लागि मात्र गरेको। त्यसपछि मैले एउटा अभिषेक मेरो भाइ छ, त्यसलाई मात्र सुरुमा त्यसलाई पनि भनेर राम्रोसित रेस्पोन्स आएछ भने ब्लगबाट त्यसलाई भन्छु। कस्तो त्यसलाई पनि त्यति थाहा छैन कि फेरि, मैले कसैलाई पनि जानकारी दिन्न त्यो मैले ब्लग गर्छु भन्ने कुरा। यसो गर्छु, ब्लग च्यानल खोल्छु, ब्लग बनाइदिन्छु, अपलोड गरिदिन्छु, टिकटकमा राखिदिन्छु, युट्युबको सर्ट्समा राखिदिन्छु। अनि फेरि ओमेगलमा लाइभ बस्छु, गीत गाउँछु, अनि फेरि मैले ब्लग बनाउँछु, सपोर्ट गर्दै गर्नु ल भन्छु। त्यताबाट सपोर्टर भइहाल्छन्। न्यू आइडिया अनलक भइसक्यो मेरो दिमागमा। सो अब त्यति हो। अब अरू त्यस्तो भन्नको लागि खास केही पनि कुरा केही पनि छैन। आइम नट, अब के भन्ने इङ्ग्लिस पनि जति पनि पढ्न, अब बात हो करे झोला यतै सुतिराख मसित बरु। अब टक्क लाएर ब्लग यतैतिर एन्ड गर्नुपर्ने हुन्छ। सो एकैछिनमा केही बेरमा ब्लग एन्ड गरिदिन्छु। अब त्यही हो, जति गरे पनि कुराको जति पनि त्यही हो। अब कसैले भिडियो यहाँसम्म हेर्नु, कसैले पनि हेरेन मलाई थाहा। त्यही पनि यदि कसैले हेरेको छ भने चाहिँ कसैले पनि हेर्दैन कि मलाई थाहा। र त्यही भएर चाहिँ भिडियो यतैतिर एन्ड गर्नुपर्ने हुन्छ। टाइम धेरै भइसक्यो, सुत्न पनि पर्छ, भोलि छिटो मलाई उठ्नुपर्छ, किनकि मलाई भोलि स्कुल जाने हो। त्यही भएर छिटो जान्छु, त्यही भएर किन मलाई यी समय हेर्नुभयो।
यहाँसम्म नहेर्नु भएकोमा हजुरलाई धन्यवाद। त्यही पनि यो मेरो एकदम स्पेसल भ्लग हो मेरो लागि। ठ्याक्कै 10 मिनटमा एन्ड गर्छु भनेको 10 मिनटभन्दा बढी जाने भयो, किनकि यो मेरो एकदम स्पेसल पनि कि यो जुन मैले च्यालेन्ज लिएको छु सबैभन्दा यो बोल्दा बोल्दै चाहिँ यति इम्पोर्टेन्ट यति मेरो नजिक हुन्छ भन्ने मलाई थाहा थिएन। कुरा त त्यस्तो निस्क्यो। सो चाहिँ सेल्फ टक मलाई पनि थाहा छैन कि यता यहाँ मान्छे थिएन। मेरो इमेजिनेसन कस्तो कडा हो भने यहाँ मान्छे मैले अगाडि मेरो साथी पितम्बर छ, मेरो साथीको नाम पितम्बर हो। यहाँ उम्मे जस्तो कि यहाँ पानीपुरी भने जस्तो गरेर भनेको कि मैले कस्तो आफैले अचम्म यो चाहिँ मेरो लाइभ क्यामेरामा सुट भयो, त्यही भएर म एकदम खुसी छु। र यहाँसम्म नहेर्नु भएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू सो मच।